नमस्कार, हरे कृष्ण। आज हामी नयाँ च्याप्टर एकाउन्टिङ फर लेबर भन्ने पढ्न गइरहेका छौँ। एकाउन्टिङ फर लेबर बेसिकली कस्ट एकाउन्टिङको एउटा पार्ट रहेको छ। हामीले कस्ट एकाउन्टिङमा कुनै पनि प्रोडक्सनमा हामी गयौँ भने त्यो प्रोडक्सन गर्दाखेरि 5M को त्यहाँ युज हुने गर्छ। त्यो 5M भनेको के हो भन्दा फर्स्ट M ले मनी, सेकेन्ड M ले मटेरियल, थर्ड M ले मेथड, फोर्थ M ले म्यान पावर र फिफ्थ M ले मेसिन भनी जनाउँछ। त्यो जुन म्यान पावर थर्ड M ले भयो, म्यान पावर भनेकै लेबर हुने गर्छ। यसकारणले गर्दा यो कस्ट एकाउन्टेन्टको पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि इम्पोर्टेन्ट हो एकाउन्टिङ फर लेबरको एकाउन्ट गर्नलाई। किनभने लेबर बिना प्रोडक्सन गर्न सम्भव छैन। त्यो कारणले गर्दा लेबरलाई काममा लगाए बापत वेजेस पेमेन्ट गर्नुपर्ने हुन्छ। त्यो वेजेसलाई हामीले जनरली फाइनेन्सियल एकाउन्टमा पनि ट्रेडिङ एकाउन्टको डेबिट साइडमा एज एक्सपेन्सेसको रूपमा राख्ने गर्छौँ। त्यो त छँदैछ, तर वेजेस कसरी पेमेन्ट गर्ने, कुन सिस्टमबाट पेमेन्ट गर्ने भन्दा एउटा स्ट्यान्डर्ड हुने गर्छ। इन्टरनेसनल स्ट्यान्डर्डको अनुसार वेजेस पेमेन्ट गर्ने सिस्टम यो सिलेबसमा हुन त भास्ट नै छ। तैपनि हाम्रो 12 क्लासको सिलेबसमा हेर्दाखेरि दुईवटा सिस्टम पपुलर रहेको छ। एउटा पिस रेट सिस्टम छ भने अर्को छ टाइम रेट सिस्टम भनेको छ। पहिला बुझौँ पिस रेट सिस्टम भनेको के हो भन्दा यदि कुनै पनि फ्याक्ट्रीमा अथवा म्यानुफ्याक्चरिङ इन्डस्ट्रीमा हामी गयौँ भने वेजेस पेमेन्ट गर्ने सिस्टम लेबरहरूले जति टाइम लगाए पनि टाइमसँग मतलब नभएर उनीहरूले प्रोडक्सन कति गरेको छन् त पिसको हिसाबमा। इक्जाम्पलको लागि यदि कुनै क्लोथ्सको अथवा कपडाको चाहिँ इक्जाम्पल दिने हो भने कपडा प्रोडक्सन गर्ने कम्पनीमा, म्यानुफ्याक्चरिङ कम्पनीमा एउटा कपडाको सपोज 100 रुपिस दिइन्छ प्रोडक्सन गर्दाखेरि चाहिँ, भनेपछि त्यो लेबरले 100 रुपिस एउटा पिसको पाउँछ। तर त्यहाँनिर टाइमको मतलब भएन, किन त्यही पिस बनाउँदाखेरि आफ्नो क्यापासिटी अनुसार कसैले 2 आवर्स लगाउँछ भने कसैले 5 आवर्स लगाउन सक्छ। किनभने कसैले छिटो काम गर्न सक्छ, कसैले ढिलो काम गर्न सक्छ। टाइमसँग मतलब भएन पिस रेटको लागि। त्यहाँनिर मात्रै के हुन्छ भन्दा कति पिस बनायो भन्ने चाहिँ मतलब हुने गर्छ। यसकारणले गर्दा आफ्नै यसमा दुईटै सिस्टमका बेनिफिट पनि छन्, डिसएडभान्टेज पनि छन्। र पिस रेट सिस्टमलाई हेर्दाखेरि पिसमा टाइम मतलब हुँदैन र टाइममा पिस मतलब हुँदैन। त्यो कारणले गर्दा पिस रेट सिस्टममा जाँदाखेरि टोटल वेजेस प्रोडक्सन युनिट कति युनिट प्रोडक्सन गर्यो, मैले एउटा कपडाको इक्जाम्पल दिएँ। एउटा कपडा उत्पादन गर्नलाई, प्रोडक्सन गर्नलाई कतिवटा कपडा उत्पादन गर्छ भने चाहिँ हुन्छ यसमा इन्टु प्राइस पर युनिट। एउटा युनिटको प्राइस कति छ भन्ने हुन्छ। मैले अहिले इक्जाम्पल दिएँ, एउटा कपडाको यदि 100 रुपियाँ मिल्छ र 5 वटा कपडा चाहिँ दैनिक एकजना लेबरले प्रोडक्सन गर्छ भने 5 वटा कपडाको 100 को इन्टु 5 गर्दाखेरि चाहिँ 500 रुपियाँ त्यसले लेबरको चार्ज अथवा चाहिँ टोटल वेजेस रिसिभ गर्ने गर्छ। यसरी निकालिन्छ भने अर्को छ टाइम रेट सिस्टम। टाइम रेट सिस्टम भन्ने बित्तिकै यहाँनिर पिसको मतलब हुँदैन। कुनै पनि एउटा म्यानुफ्याक्चरिङ कम्पनीले अथवा फ्याक्ट्रीले टाइम रेट सिस्टम अनुसारले यदि लेबरहरूलाई वेजेस पेमेन्ट गर्छ भने त्यति बेलामा टाइम भनेको ड्युरेसन भनेको डेली बेसिसमा कति आवर काम गर्ने भन्ने हुन्छ। सपोज नर्मल टाइम भनेको हाम्रो नेपालमाको सिस्टममा पनि 8 आवर्स रहेको छ र त्योभन्दा बेसी भयो भने ओभरटाइमको सिस्टमबाट हामीले क्याल्कुलेसन गर्ने हुन्छ भने जस्तै क्वेसनले कस्तो भनेको छ त्यो अनुसारले गर्नुपर्ने हुन्छ। यो त प्र्याक्टिकली कुरा भयो। क्वेसनले भनेअनुसार गर्दाखेरि यदि टाइम रेट सिस्टम अनुसारले टोटल वेजेस निकाल्दाखेरि एक्चुअल टाइम टेकन कति लागेको छ एक्चुअलमा र टाइम रेट एक घन्टाको कति चाहिँ वेजेस पेमेन्ट गर्ने भन्ने चाहिँ यहाँनिर दिएको हुन्छ। इक्जाम्पलको लागि यदि एक्चुअल टाइम टेकन लगाइएको टाइम छ 1 डेमा 8 आवर्स टाइम लगाउँछ भने 8 आवर्सको र टाइम रेट 100 रुपिस पर आवरको चाहिँ चार्ज गर्छ लेबरले भनेपछि 800 रुपिस डेली कमाउने गर्दछ। यसरी हामीले निकाल्ने गर्छौँ। र विक सिस्टममा पनि हामीले कहिलेकाहीँ क्वेसनले दिएको हुन्छ। विकली यदि त्यसमा सटरडे र सन्डे प्रायःजसो इन्टरनेसनल सिस्टममा छुट्टी दिने गरिन्छ भने 5 डेज काम हुन्छ विकमा। 5 डेज काम हुँदाखेरि चाहिँ यहाँनिर 5 दिनको काम हुँदा 8 आवर्स अ डे
निकाल्दाखेरि 8 आवर्स इन्टु 5 डे गर्दाखेरि 40 आवर्स अ विक काम हुन्छ। 40 आवर्स इन्टु 100 रुपिस पर आवर लिँदाखेरि 4000 रुपिस त्यो लेबरले अर्निङ गर्ने गर्छ। यसै निकालिन सकिन्छ भने यो आफैलाई कसरी छ भन्दा यो आफैले एकाउन्टिङ फर लेबर इन्टेलिजेन्सको आधारमा तपाईँले फर्मुला नलगाएर पनि निकाल्न सक्नुहुन्छ। त्यो भनेको हामीले 9-10 मा अथवा म्याथमा एउटा युनिटरी मेथड भनेर एक नियम भनेर पढेको थियौँ। त्यो एक नियमलाई चाहिँ हामीले माइन्डमा राख्यौँ, युनिटरी मेथडलाई माइन्डमा राख्यौँ भने त्यो त्यहाँबाट चाहिँ हामी सजिलै यसलाई निकाल्न सक्छौँ। एउटा यो फर्मालिटीको लागि मैले फर्मुला यसै निकाल्न सकिन्छ भन्ने कुरा गरेँ, तर यसको वास्तवमा फर्मुला नराखेर पनि हामीले सोचेर पनि निकाल्न सक्छौँ, इजिली सक्छौँ यसमा। त्यस्तै अहिले जुन मैले कुरा गरेँ टाइम रेटमा कहिलेकाहीँ के हुन्छ भन्दा डेली बेसिसमा 8 आवर्स काम गर्ने लेबरले 8 आवर्सभन्दा बढी म काम गर्छु, मलाई चाहिँ ओभरटाइमको पैसा दिनुपर्छ भन्ने एउटा चाहिँ एग्रिमेन्ट गर्यो भनेपछि क्वेसनमा पनि दिएको हुन्छ ओटीको सिस्टममा जति नर्मल टाइम छ त्योभन्दा एक्स्ट्रा टाइम उसले लगाएको छ, इन्भेस्ट गरेको छ भनेपछि त्यसलाई ओटी भनिन्छ। सपोज एक्चुअल टाइम यहाँनिर डेली उसले 8 आवर्स काम गर्छ, तर उसले चाहिँ विकली 60 आवर्स काम गरिदियो भने चाहिँ डेली 8 आवर्स र सन्डे र सटरडे होलिडे भनेर भनिदियो भने विकमा 5 डेज मात्रै काम गर्यो। 8 आवर्स इन्टु 5 गर्दाखेरि 40 आवर्स काम गर्नुपर्ने उसले 60 आवर्स काम गरिदियो। भन्नु मतलब एक्स्ट्रा 20 आवर्स जो काम गरेको छ त्यो एक्स्ट्राको चार्ज कसरी हुन्छ भन्दा एक्स्ट्राको चार्ज क्वेसनले पनि भनेको हुन्छ जो नर्मल टाइममा दिइरहेको छ त्यसको केही पर्सेन्ट बढी, कहिलेकाहीँ पर्सेन्ट बेसिसमा दिएको हुन्छ। सपोज इक्जाम्पलको लागि यदि नर्मल टाइम जति टाइम लगाइएको छ त्यसमा नर्मल रेटले दिने र नर्मल रेट जुन दिएको छ त्यसभन्दा 120% ज्यादा दिने अथवा चाहिँ 75% मात्रै ज्यादा दिने, कम दिने अथवा ज्यादा दिने भने चाहिँ यसरी कम र ज्यादाको कुरा निकाल्यो भनेपछि त्यसमा के गरिन्छ भन्दा ओभरटाइमको केसमा टोटल वेजेसमा अघि हामी एक्चुअल टाइम टेकन इन्टु टाइम रेट त छँदैछ, एक्चुअल भनौँ नै नर्मल हो, नर्मल टाइम इन्टु नर्मल वेजेस रेट यो गरिन्छ। प्लस यो जुन प्लस यहाँनिर छ त्यो प्लसभन्दा पछाडिको यो ओभरटाइमको कुरा हो, त्यो ओभरटाइमको कुरामा यहाँनिर थप हुन्छ। नत्र भने चाहिँ यो टाइम रेट सिस्टमको जुन हामी पहिला निकालेको छौँ सेम नै हुन्छ भने ओभरटाइममा के छ भन्दा ओभरटाइमको जति टाइम लगाइएको छ इन्टु ओभरटाइमको वेज रेट सिस्टम थोरै फरक हुनसक्छ, क्वेसनले दिए पनि दिन सक्छ। त्यो फरक सिस्टमलाई चाहिँ जति रेट दिएको छ त्यो अनुसार राख्न सकिन्छ भने यसमा पनि नर्मल टाइम रेट इन्टु नर्मल वेजेस रेट, नर्मल टाइम इन्टु वेजेस नर्मल वेजेस रेट एनटी इन्टु एनआर प्लस ओटी इन्टु ओटिआर। यो सर्टकटमा चाहिँ किन गराएको भन्दा तपाईँहरूलाई सम्झिनलाई, मगअप गर्नलाई, यसलाई रट्नलाई सजिलो हुन्छ भनेर चाहिँ गराएको। त्यसरी पनि लेख्न सक्नुहुन्छ तपाईँले इक्जाममा, यसरी निकाल्न सकिन्छ। त्यस्तै किनोटमा हामी जाउँ, किनभने यो सिस्टम यो एकाउन्टिङ फर लेबर भन्ने सिस्टममा सानो सानो कुराहरू तपाईँहरू ख्याल गर्नुपर्ने हुन्छ। कस्तो सानो छ भन्दा जस्तै हामीलाई थाहा छ कि एउटा 1 आवर्समा 60 मिनट्स हुन्छ भन्ने सबैलाई थाहा भएको कुरा हो, तैपनि क्वेसनले थोरै घुमाएर कसरी दिएको हुन्छ भन्दा 30 मिनट्स काम गर्यो एउटा लेबरले भन्या हुन्छ र पेमेन्ट गर्दाखेरि चाहिँ वेजेस रेट सिस्टमबाट पर आवरबाट पेमेन्ट गर्ने भन्छ। पर आवरबाट चाहिँ पेमेन्ट गर्ने तर 30 मिनट्स मात्रै काम गरेको छ भन्छ भने त्यसको चाहिँ 30 मिनट्स भन्नु भनेको हाफ एन आवर हो। कसरी थाहा भयो भन्दा युनिटेड मेथड अथवा एक नियमबाट यो थाहा गर्न सकिन्छ भने 1 आवरमा 60 मिनट हुन्छ भने हाफ एन आवरमा 30 मिनट्स हुन्छ। अनि 45 मिनट्समा कति आवर हुन्छ भनेर भन्ने यदि चाहिँ निकाल्नु पर्यो भने 3/4 आवर हुन्छ, यो पनि तपाईँले निकाल्न सक्नुहुन्छ। त्यस्तै 20 मिनट्स भनेर चाहिँ दिएको छ भने 20 मिनट्स भनेको चाहिँ 60 मिनट भनेको 1 आवर हो भने 20 मिनट्स भनेको 1/3 आवर हो। यसरी निकाल्नु पर्ने हुन्छ। किन आवरमा निकाल्नु पर्ने हुन्छ भन्दा आवरमै वेजेस रेटको चाहिँ एमाउन्ट दिएको हुन्छ। वेजेस रेट यति पर आवर भनेर चाहिँ दिएको हुन्छ। पर आवर यता वेजेस रेट दिएको हुन्छ, उता मिनट दिएको हुन्छ। मिनटलाई आवरमा कन्भर्ट गर्नु हाम्रो चाहिँ त्यहाँनिर काम हुने गर्छ, त्यो काम गर्नुपर्ने हुन्छ। त्यस्तै कहिलेकाहीँ चाहिँ पिस रेटमा पनि क्वेसनले कसरी दिन्छ भन्दा डे, विक, मन्थ, इयर बेसिसमा यसरी क्वेसनमा दिएको हुन्छ र जुन रेट दिएको हुन्छ त्यो रेट या त पर युनिटमा दिएको हुन्छ वेजेस रेट, पर युनिटमा दियो भने हामीलाई थाहा पाउनुपर्छ कि हामीले कि यो भनेको दिस इज पिस रेट सिस्टम। पर युनिटमा दिएको छ भने पिस रेट सिस्टम भयो। वेजेस रेट पर आवर भने चाहिँ दिएको छ भने पर आवर भनेको चाहिँ दिस इज टाइम रेट सिस्टम, त्यो चाहिँ
टाइम रेट सिस्टम भयो। यसरी थाहा पाउनुपर्ने हुन्छ भने यो जुन मेथड छ यो मेथडमा हामीले हेर्दाखेरि वेजेस रेट कुनमा दिएको छ, पर युनिटमा दिएको छ कि पर आवरमा दिएको छ, त्यो फर्स्ट पहिला फाइन्ड आउट गर्नुपर्छ अनि त्यो हिसाबले चाहिँ क्वेसन अगाडि बढाउनु पर्ने हुन्छ। र यो भनेको चाहिँ थोरै झुक्काउनु दिएको हुन्छ, कहिलेकाहीँ हामीले नझुक्किने युनिटरी मेथडलाई बार बार याद गर्नुपर्छ। त्यस्तै अर्को छ यसमा स्ट्यान्डर्ड टाइम भनेर दिएको हुन्छ। स्ट्यान्डर्ड टाइम भन्नु नर्मल टाइम भन्नु त्यो एउटै टाइम हो, तर एक्चुअल टाइम भन्नु भनेको चाहिँ एक्चुअलमा त्यो लेबरले लगाएको टाइम हुन्छ। नर्मल टाइम भनेको कस्तो छ भन्दा नर्मल टाइम र नर्मल रेट दिइरहेको हुन्छ। सपोज नर्मल टाइम डेली बेसिसमा एउटा लेबरले काम गर्न पाउने भनेको 8 आवर्स छ भने 8 आवर्स नर्मल टाइम भयो अथवा स्ट्यान्डर्ड टाइम भयो भने उसले यदि 12 आवर्स काम गरिदिन्छ भने एक्स्ट्रा काम गर्यो जो एक्चुअल टाइम हो। किनभने 8 आवर गर्नुपर्ने स्ट्यान्डर्ड टाइममा उसले 12 आवर गरिदियो, 4 आवर्स एक्स्ट्रा गरिदियो भने त्यो एक्चुअल टाइम भयो। त्यस्तै नर्मल रेट 100 रुपिस यदि कम्पनीले चाहिँ नर्मल रेट 100 रुपिस पर आवरको हिसाबले पेमेन्ट गरिरहेको छ लेबरलाई भनेपछि त्यो 100 रुपिस भनेको स्ट्यान्डर्ड रेट अथवा नर्मल रेट भयो। तर उसले चाहिँ ओटी जो 4 आवर्स एक्स्ट्रा गरेको छ त्यो स्ट्यान्डर्ड रेटमा उसले पाउँदैन, त्योभन्दा बेसी पाउँछ। सपोज जति छ स्ट्यान्डर्ड रेट 100 रुपिस त्यसको 120% पायो भन्छ भने क्वेसनले 100 को 120% भनेको 120 रुपियाँ पाउँछ ओटीमा, ओभर टाइम वेजेस रेट यसरी निकाल्नुपर्ने हुन्छ। यदि त्यसको चाहिँ एमाउन्ट दिएको छ भने ओभर टाइमको एमाउन्टै राख्ने, पर्सेन्टेज दिएको छ भने जति नर्मल टाइम अथवा स्ट्यान्डर्ड रेट छ नर्मल रेट छ त्यो रेटबाट मल्टिप्लाई गरेर निकाल्नुपर्ने हुन्छ। धन्यवाद।